आदरणीय दर्शकबिनहरू हामी कहाँ यति बेला एकजना परदेशी व्यापारी आउनु भएको छ। दाइ तपाईँको घर कहाँ हो? इन्डिया इन्डिया कुन जिल्लामा हो? मोतिहारी जिल्ला। मोतिहारी। लोट्नु होला है, पक्नुहोस्, म त्यो सामानहरू म यता साथ दिन्छु है। यहाँ अग्लो छ, अलिकति लोड्नु होला, पक्नुहोस् पाउनुहोस्। ल तल ल्याउनुहोस्, त्यो सामानलाई यता ल्याउनुहोस्। तल ल्याउनुहोस्। गरौँको रहेछ यो सामानहरू। यस्तो सामानहरू कसरी तपाईँले टाउको हाली ल्याउनु दाइ? लोड्नु होला है। तल आइदिनु ल, ठिक छ। तपाईँले खाना खानु भएको छैन होइन? ए ल बस्नुहोस्, अब यहाँ भात खानुहोस्। यहाँ आउँदा यहाँ यसलाई तपाईँको घर कहाँ भन्नुभयो दाइ? मोतिहारी जिल्ला। मोतिहारी जिल्ला। यहाँ कति भयो यहाँ आएको? 1 महिना 15 दिन। तपाईँहरू साथीहरू आउनु भएको छ कि एक्लै आउनु भएको छ? बाबु छोरा। बाबु छोरा आउनु भएको छ। अघि आउनुभएको तपाईँको छोरा हो? अनि इन्डियामा नेपालको मान्छे इन्डिया जान्छ, तपाईँ यहाँ किन त? जहाँ मन पऱ्यो। ठिक छ, तपाईँको आफ्नो मनको कुरा भयो होइन? खाना खानु भएको छैन होइन? ल ठिक छ, बस्नुहोस्। यहाँ आउनु त भान्जी, पानी सादिनु त भित्र दाइलाई। ए ऊ तिमी आऊ। छु हो, ल म पानी सारिदिन्छु है। ल त्यो फलाम लिँदैन बाबु, फलाम हामीहरू लिँदैन। हामीहरूले सिलपट्टा, तामो, पितल, काँसो, सोलरको ब्याट्री, फुटेको मोबाइल, गेटबल, डाला। हात धुनुहोस्, हात धुनुहोस्। म भात हालिदिन्छु। यसमै भात हालिदिउँ न, भात खानु होला। ल उहाँ हात धुन लाग्नु भएको छ र हाम्रा दाइ भाइहरू पनि यसरी विदेशमा जानुभएको छ। हामीहरू पनि इन्डियामा जाँदाखेरि उहाँहरूसँग यसरी नै मागेर म एकपटक व्यापारमा गएको थिएँ। भात दिँदाखेरि भात माग्दाखेरि भात दिनुभयो, खाएँ होइन? त्यस्तै तपाईँहरू पनि परदेशी हो। परदेशीलाई हामीले सहयोग गर्दा केही फरक पर्दैन। यसो घुमाइदियो त। म त्यस्तो घुमाएर यस्तो गर्दै हामीले त हालिसक्यो, त्यस्तो घुमाएर वरिपरि। ल साथीहरू, हामी उहाँ दाइ परदेशी दाइ यहाँ आउनुभएको रहेछ। उहाँको घर इन्डिया अरे। अब हामीले सबैप्रति मानवीयता देखाऊँ भने वास्तविक हामी सबैले मानवीयता पाउँछौँ। जस्तो व्यवहार त्यस्तै भाग हुन्छ होइन दाइ? अब तपाईँ छोरालाई खाना खायो कि नै त? नि छोरा यहाँ पर छैन, एयरपोर्ट छ। यति भात थोरै रहेछ, पुग्छ कि नै? पुग्छ पुग्छ पुग्छ। हो, नपुग्यो रोटी पनि मिलाएर खानुहुन्छ है? ल त्यो त धेरै छ, धेरै छ है। हजुर। परदेशीले भात ल्याउनुहोस् भन्नुपर्छ क्या तपाईँले। अब हामीलाई चाउचाउ पाइन्छ कि हजुर यहाँ पसल पाइन्छ कि भन्नुहुन्छ नि। त्योभन्दा कहीँ खाना छ कि रोटी दिनुहोस्, भात भए पनि दिनुहोस् न त भनेपछि त दिइहाल्छ नि। अब होइन, हामी पनि पाटा परदेशमा बस्दाखेरि यसरी नै खाइरहेको थियौँ। हो हजुर। अब यस्तो भन्ने मागेर केही कष्ट मान्छ, केही मान्छ, त्यतिकै राम्रो किनेर खाने है। अब त्यो त अब तपाईँहरूको आफ्नो उ भयो होइन? ल हेर्नुहोस्, उहाँहरू तपाईँको मागेको अप्ठ्यारो मान्छ अरे होइन? दाइ तरकारी चाहिँ थोरै रहेछ त। ल ल बोटुकोमा हालिदिउँ, यस्तै हालिदिउँ। ल खानुहोस् है। ल यसलाई यसरी राखौँ, अहिले पछि पखाउँ ल। पानी ल्याइदिन्छु म अहिले है। रहेछ मजा भयो नि दाइ? हजुर। रोटी खानालाई खजालो, भात खानालाई खजालो भयो। लोकल चामललाई भात खानालाई खजालो भयो। यस्तै खानुपर्छ त। चाउचाउ रोटी छन् कि ल्याऊ भैया, केही ल्याऊ भन्नुपर्छ। चाउचाउ गरेर बिस्कुट गरे।
गाउँ आएपछि त यस्तो पाइन्छ त बिस्कुट चाँचो खानु पर्यो मान्छे जस्तो अब केही मान्छे त्यो दिन नदिने त्यतिकै राम्रो कोही मान्छे दिन नदिन मागे पनि होइन कचल्टो मान्छे कति कति भए हामी भोगिया पर्छ खुर्सानी खानुहुन्छ भोगिया मान्छेले के ए नदिने खुर्सानीसँग आमाले देऊ ल खानुहोस् मजाले है केही चिन्ता नमानेर खानुहोस् आरामले ढुक्करी र यस्तै छ हेर्नुहोस् अब हामीहरू हाम्रो गाउँमा आउनुभएको दाजुलाई हामी स्वागत गर्न पायौँ सम्मान गर्न पायौँ उहाँ परदेशीको एउटा जे भए पनि उहाँलाई पनि सहयोग गर्न पायौँ हामी खुसी छौँ तपाईँहरू खुसी हुनुहुन्छ खुसी होइन खुसी ल ठिक तपाईँले के किनिदिनु भयो ए ल हेर्नुहोस् अब यस्तै गाउँमा आएको बेला हामीहरू हेला गर्छौँ उहाँहरूलाई झन् चोडिन्छौँ उहाँले होम डेलिभरीको सुविधा दिनुभएको छ किन्नु है सकिन्छ भने सबैले सहयोग गरिदिनु होला हस् त अब म तपाईँहरूको बिचमा आजको कार्यक्रम तपाईँहरूको बिचमा मैले यही हालेँ हस् नमस्कार हजुर हस् है ल दाइ नमस्कार गरिदिनु हजुरले पनि ल आरामले खानुहोस् है त ल धन्यवाद